अहिले चाहिँ सुन्तला बारीमा हामी सुन्तला खान आएको। अब चाहिँ यहाँ सुन्तलाको यो चाहिँ मुर्गुटी बङ्गलाचोली 5 मा खेती गरेको यो सुन्तला बारी हो। यो सुन्तला मिठो छ। अब सुन्तला चाहिँ एकदम टेस्टी छ। अहिले चाखेर पनि म देखाउने छु तपाईँलाई। एकदम मिठो र टेस्टी छ। ठ्याक्क पारी त्यो धौलागिरी हिमालको नजिकै यो उत्पादन गरेको सुन्तला। यहाँ हुनु चाहिँ यहाँले यो आफै मिहिनेत गरेर जस मिहिनेतको फल मिठो हुन्छ भनेको यही हो। एकदम मिठो सुन्तला पेलिँदैछ। हजुरहरूलाई चाहियो भने चाहिँ यो ठ्याक्क घोरी बजारदेखि माथि 30 किलोमिटर माथि मुर्कुटी भन्ने ठाउँमा यो सुन्तला उत्पादन गरिएको छ। चाहियो सम्पर्क गर्नुहोला। मात्र धेरै नै 100 रुपियाँ किलो। 100 रुपियाँ त हो। 100 रुपियाँ किलो। घोरीतिर 150 रुपियाँ पर्छ भने यहाँ 100 रुपियाँ किलोमा धमाधम बिक्री भइरहेको छ। तपाईँलाई चाहियो भने चाहिँ कन्ट्याक्ट गर्नु ल। अलि धेरै 10-15 किलोसम्म हामीले गाडीबाट डेलिभर गर्न सक्छौँ। चाहियो चाहिँ भन्नु ल। यो सल्यानतिर जानु परेन सुन्तला खान चाहिँ। यो मुर्गुटीमा नि पाउन सकिन्छ सुन्तला खानलाई। एकदम टेस्टी छ। र चाहिँ हामीले धेरै खाइसक्यौँ। हामीले चाहिँ दैनिक हामीले 2-3 पिस सुन्तला खान्छौँ र एकदम टेस्टी छ। सुन्तला लगायत यहाँ तरकारी खेती पनि गर्नु। हजुरहरूलाई तरकारी चाहियो भने नि सम्पर्क गर्न सक्नुहुन्छ। आलु यो पुरै आलु छ। सुन्तलाको मुनि आलु पनि खेती गरिएको छ। साथसाथै गोबी खेती। यहाँ सुन्तला छ भने अलि उता कालिज पनि पाइन्छ। हो भन्दै फर्ममा कालिज खानु मन भयो भने कालिज लोकल भाले खान मन भयो भने सम्झिनु होला। ल देखा त सुन्तला कस्तो छ। वाउ एकदम टेस्टी छ। यो स्विट एन्ड हो चाहिँ एकदम मिठो छ। हजुरहरूलाई खान मन भएमा सम्पर्क गर्नुलाई। वाउ कामे टेस्टी छ। घोरै 150 रुपियाँ किलो हाल्नुभन्दा यहाँ तपाईँले 100 को धमाधम बिक्री भइरहेछ। कन्ट्याक्ट गर्नु सक्नुहुन्छ। यहाँबाट तपाईँले ठ्याक्क हिमाल पनि देख्न सक्नुहुन्छ। यो चाहिँ धौलागिरी हिमाल हो। यहाँबाट चिसो धौलागिरी हिमालको चिसो ठाउँमा सुन्तलाको यो मिठो स्वाद लिन एकदम मजा आउँछ। यसको मुनिबाट चाहिँ गोबी खेती गर्नु राम्रो छ। यो आलु यता गोबी। यो चाहिँ फापरको फुल हो रे। यहाँ चाहिँ फापर पनि हुँदो रहेछ। प्याज सुन्तला वाउ टेस्टी दामी छ सुन्तला त मिठो छ। अरे निशान के आउने रे आएन नि आउने बाइकमा वहाँ के अरे उहाँले के अरे प्युठान आउनु लिउन आउने त्यो फेरि आइहाल्छ। टाढा भयो म छोडिदिन्छु माथि म कता ए हुन्छ माडीतिर होइन जाने। हजुर हजुर यहाँ छ तपाईँ जा सन्तोष।
ल अहिले चाहिँ हामीले सुन्तला लिएर ल्याइसक्यौँ। मैले चाहिँ 5 किलो ल्याएँ। सुन्तला चाहिँ एकदम राम्रो छ, मात्र 100 रुपियाँ किलो। सिजनको बेला यस्तो सुन्तला खानु एकदम भाग्यमानी सोचिन्छ। ल सन्तोषले कस्तो हो सुन्तला सन्तोष? सुन्तला कति मिठो छ? सुन्तला मिठो छ। कति मिठो सुन्तला? सुन्तला भन्दा कालिज खानु, कालिज चाहिँ मिठो छ। तर खानु आएन? खानुहोस् न। अहिले रुममा घर जान्छु, त्यसपछि टक्क घाममा बसेर खाने। नदेखाएको मैले किनिदिएर आइतेरी सुन्तला बगैँचाबाट हामीले चाहिँ यहाँ घुम्यौँ, सुन्तला पनि चाख्यौँ। सुन्तला चाहिँ एकदम राम्रो छ, एकदम टेस्टी छ। हजुरहरूलाई पनि चाख्न मन लागे सम्पर्क गर्नु होला। यो चाहिँ काक्तीबारी हो, यो चाहिँ हाम्रो दाइको काक्ती बगैँचा छ। हजुरहरूलाई काक्ती चाहियो भने भन्न सक्नुहुन्छ। अल्लीपारी चाहिँ मेरो कालिज फर्म छ। कालिज खान मन भएमा हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ। अहिले चाहिँ कालिज धमाधम बिक्री भइरहेको छ। यो जाडोको बेला चाहिँ कालिज एकदम बेस्ट हो खानालाई। सस्तोमा दिइरहेको छु मैले अहिले चाहिँ, मात्र 2000 रुपिस। पहिले चाहिँ 3500-3000 पर्थ्यो भने चाहिँ अहिले चाहिँ 2000 रुपियाँमा धमाधम बिक्री भइरहेको छ। अलि धेरै लाने मन भएपछि 10 भन्दा माथि पिस लाने भए म एकदम मिलाएर दिइरहेको छु कालिज चाहिँ। यो जाडोको बेला खाना चाहिँ एकदम बवाल टेस्ट आउँछ। यो चाहिँ मुर्कुटे गाउँको सुन्दर दृश्य हेर्न सक्नुहुन्छ। यहाँबाट धौलागिरी हिमाल पनि देखिन्छ। यहाँको एकदम राम्रो भनेकै यो धौलागिरी हिमाल हो। अनि त्यही माथि चिसो एकदम बवाल ठाउँ। सुन्तला प्यालो, वाउ टेस्टी छ, टेस्टीवाला सुन्तला। त्यहाँ दाइको घरमा पनि सुन्तला पाकेको रहेछ। त्यहाँले चाहिँ अब किवी खेती पनि गर्नुभएको छ। लगभग 1-2 वर्षपछि किवी पनि यहाँबाट पाउन सकिन्छ। हजुर